घाँस काट्नु के मैले चाहिँ च्याउ पनि भेट। हेलो एभ्रिवान, नमस्ते सबैलाई। फेरि पनि तपाईहरुलाई मेरो गाउँको थर्ड ब्लगमा स्वागत छ। अनि हिजोको ब्लग पनि मैले हाल्नु पाएको छैन। अनि अहिले चाहिँ बिहान बिहान हाम्रो भ्यू चाहिँ यस्तो छ है। हामी चाहिँ यहाँ डाँडामा आएको आमा छोरी हाम्रो चाहिँ गाईलाई घाँस काट्नुको लागि म चाहिँ तपाईलाई देखाउँदै गर्छु है त। अनि यो सबै देख्नु सक्नुहुन्छ खाली खाली यो चाहिँ अस्ति कि हिजो अस्ति मम्मीले काटिसक्नु भएको हो, मम्मी र बजैले। अनि यता पनि चिल्लै छ। अब यो चाहिँ काट्नु बाँकी छ है त। मम्मीले काट्दै हुनुहुन्छ। यो चाहिँ हाम्रो पप्पी हेलो कान्छी पप्पी यता हेर, हेर्दैन यसको भाउ बढेछ आज। मम्मीले घाँस काट्दै हुनुहुन्छ। म तपाईहरुलाई एकपालि भ्यू देखाइदिन्छु ल। एकपालि फेरि कुहिरो लाग्दैछ यस्तो दामी। अनि त्यसपछि खोला पनि बग्दैछ, साउन्ड सुन्न सक्नुहुन्छ तपाईहरुले। अनि यो चाहिँ हिजो हामी गएको पुल हो है त, यो पुल हो। ल अब चाहिँ म घाँस काट्न सुरु गर्छु है त। मम्मी एउटा थम्बनेलको लागि यस्तो गर्नु, फोटो खिचौँ। यस्तो गर्नु, आँसी देखाउनु यसरी। मुख त्यस्तो आयो क्या राम्रो। ल भयो काट्नु। अब म चाहिँ काट्छु है त। घाँस काट्ने फेरि अरू केही होइन है। दन्तिङ नेगेटिभ भयो है। फाइनल्ली हाम्रो चाहिँ घाँस मम्मीले काटिसक्नु भयो। यहाँ यति मुठा छ, यहाँ पनि यति दुई ठाउँमा फेरि काट्दै हुनुहुन्छ। मम्मीले घाँस काट्नु भएको देखाउँछु। झ्याम म एक दिनलाई पुग्छ यो होले। अब हाम्रो मम्मी चाहिँ घाँस काट्ने एकदम एक्सपर्ट हुनुहुन्छ। एक्सपर्ट खतरा हो। ऱ्याप हो पुरै। फेरि मेरो खुट्टा काटिदिनुलाई। खुट्टा काटेर के सर्पको घाँटी काटे जस्तो मान्नुलाई। फेरि कसले हो रे मम्मी पहिला के को त हाम्रो दिदी के चिनेको दिदीले बर्खाको बेला यस्तै घाँस काट्नु भएको रे। अनि घाँस काट्ने बेला चाहिँ त्यो सर्पको घाँटी पनि काटेर सर्पको घाँटी काट्नु गयो रे। सर्प नि यस्तै हातमा। अनि त्यो आँसी र त्यो सर्प आँसी एउटा हातमा, अनि अर्को हातमा चाहिँ त्यो के अरे सर्प सँगसँगै घाँसको मुठा लिएर सिधै आत्तेर दगुर्नु भएको रे। पुरै जङ्गल दगुर्नु भयो रे। अनि दगुरेर अनि एउटा रुखमा ठोकेर अनि बल्ल अड्डिनु भएको रे। त्यो के अतालिएर धेरै त्यही त सर्प लिएर त्यो साह्रो त्यो उस नभएर के होस नभएर त्यस्तो पनि हुन्छ। त्यसैले घाँस काट्ने बेलामा अलि होसियार हुनुपर्छ। उता के अरे माथि पहिला हामी ध्यान शिविरमा गएको थियौँ त माथि। लिसारको हातमा पनि सर्पले कसरी टोकेको भनेपछि त्यो फुल गोड्ने बेलामा, त्यति बेला नि बर्खा नै थियो। फुल गोड्ने बेलामा पुरै झार्थ्यो धेरै। अनि त्यति बेलामा लिसारले चाहिँ त्यो गुलाबको फुलमा खै के गर्नु लाग्थ्यो, तल झारै उकाउनु लाग्थ्यो होला। त्यति बेलामा हातमा टङ्ग ठुङ्गेर गएको। त्यहीबाट त्यति बेला अझै बर्खा भएर क्या धेरै विष भएन न मम्मी? भएन विष नाइ धेरै विष त भएन त। धेरै एक दिन कि दुई दिन कति दिन बस्यो हस्पिटल? सर्पले टोकेर सिधै हस्पिटल। अनि त्यही भएर घाँस काट्ने बेला चाहिँ एकदमै केयरफुल हुनुपर्छ। मोस्टली त अब बर्खाको बेला हुन्छ नि त, हरियो हुन्छ, घाँस पनि हरियो, सर्प पनि हरियो, थाहा नै हुँदैन। अनि त्यही बेला चाहिँ अलि होस पुर्याउनु पर्छ है त। ओके सो अनि आज 4 गते भयो, भोलि 5 गते अनि पर्सि 6 गते चाहिँ तिहार छ। सो आज चाहिँ हामी सब काम सकेर भोलि सुर्खेत जानेवाला छौँ। अनि सो म चाहिँ अब मम्मीले यो पत्ता पनि टिप्ने भन्नुभएको छ, यो पत्ता पनि टिप्छु। अनि त्यसपछि मम्मीले घाँस काट्नुहुन्छ, त्यसपछि हामी फर्किने हो है त। पत्ता पनि धेरै राम्रो छैन, अब अलिअलि टिप्नु पर्ने छ। बल्ल त यति टिपी भए मैले। अब माथितिर खोज्छु, यहाँ भन्दा माथि र
पत्ता राम्रो छ जस्तो लाग्यो अलिअलि होइन माथि जानु पर्यो पत्ता हेर्नुलाई सब यो किराले खाएर उपद्रव त छ पत्ता नि धुलो परेको टिप्नु भाइलाई टिका लगाइदिनु बेला चुयो भने के भन्छ यस्तो हुन्छ फेदमा गाँच्नलाई भइहाल्छ यो पनि अलिअलि त ट्याप हो यो पनि ठिक छ ट्याप हो ल है त ओहो मैले नयाँ चिज देखेँ क्या हेर्नु न यो चाहिँ यसको घर रहेछ क्या किराको हो यो किरा जुमै हुन्न त हो यो किराको चाहिँ यो किराको नाम बाउटे हो यसको घर चाहिँ यस्तो हुने रहेछ पातला हेर्नु त पातला यस्तो बनाएको छ पुरै बिल्डिङ हालेको छ आफ्नो एउटा घर यहाँ पनि रहेछ साथीहरू टन्नै दुईटा घर यसरी घर बनाउँदो रहेछ र म माथिको पार्ट टिप्छु है त टोक्छ पो त्यसले त टोक्यो भने त राख्दैन बाँकी फेरि मलाई काँचै आक्कुचुको बारिदिने ओके फाइनल्ली पात टिपिसकेँ मैले यु क्यान सी ल यति पातले कस्तो नपुग्ला होइन त मेरो लुगाहरू पनि एकदम रमाइलो भइरहेछ के गर्नु मैले पात टिप्ने बेलामा लुगाले पनि रमाइलो गरिदियो है मलाई त लु म चाहिँ जान्छु यसलाई राख्छु राखेर ओ सरी मिलाउँछु अब म बसौँ कि नबसौँ ल उफ लु यति बनाएँ टिपेर अब यसलाई चाहिँ उल्टो सुल्टो गरेर मिलाउनु पर्ने हुन्छ साथीहरू म बस्यो बाक गयो ल अब पात मिलाउँछु है त म के मैले चाहिँ च्याउ पनि भेट्टाएँ तर यो खाने च्याउ हो कि होइन थाहा भएन च्याउ चाहिँ भेट्टाएँ कस्तो राम्रो छ त खाने हो कि नखाने हो यो होस् अहिले पनि च्याउ ऊ भन्यो है च्याउ उम्रिने च्याउ चाहिँ कस्तो ठाउँमा उम्रिन्छ भने चाहिँ जहाँ धमिरो लाग्छ नि हेर्नु न यो धमिरो लाग्यो नि त यो धमिरो लागेको छ यहाँ पनि धमिरो लागेको छ भन्दै थिएँ नि मैले धमिरो लागेको ठाउँमा च्याउ उम्रिन्छ भनेर यो पनि उम्रिनु भएको सानो छ नि च्याउ आउनु लागेको रहेछ जुन ठाउँमा धमिरो लाग्छ त्यहाँ चाहिँ च्याउ उम्रिन्छ है त प्लिज ये दिन यहाँ राखी आयो यो मिलाउँदा त आसिन्छ ल मुठा बान्नु मरो उसाको डर यात्रा डह्रो यात्रा भएको छ यहाँ यसरी बान्नुपर्छ आउनेहरूलाई बिचरा टिट लागिसक्यो मलाई त अरे देख्नु भयो त पावर तपाईँहरूले पावर देख्नु भएकै छैन हामी चाहिँ सुत्दिने हो यो घाँसमा कस्तो मजा छ हेर्नुहोस् त आहा कति राम्रो मुठा पस्ने निलौटा यो कति राम्रो के हो के अरे फ्लावरको बुकेहरूमा हाल्ने जस्तै होइन यो बुकेमा यो हालिदिनु सुहाउँथ्यो होला जसरी भयो नि राम्रो बनाउने त अनि ल रेस्ट हान्दिउँ एकछिन उता मम्मीले बाँध्दै हुनुहुन्छ घाँस काट्दा काट्दा माछी मार्न जाउँ न दाजै काला पानीमा पछाडिको भ्यू हेरौँ न दाजै जुम गरेर
जानु पर्यो काम गर्नलाई। फेरि आशीर्वाद पाइन्छ नि त्यहाँ त फ्रीमा। दसैँ त मनाइन्न, अब आशीर्वाद चाहिँ खानुपर्छ है त बेला। घाँसको भारी बोकेर गइसक्नु भयो बजै भने एक भारी। अब यो बाँकी छ अझै, यो एक भारी हुन्छ अनि यो पनि एक भारी हुन्छ। बजे चाहिँ गइसक्नु भयो घाँस बोकेर। घाम पनि चट्ट लागिसक्यो है त, घाम पनि लागिसक्यो। फेरि अर्को भारी, मम्मीको भारी, अगाडिको बजेको भारी, अघि नै एक भारी छोडेर आइसक्नु भयो। घाँसको भारी कति ठुल्ठुलो। बल्ल फर्क्यौँ है त, बल्ल फर्केको। मेरो भारी चाहिँ यस्तो छ, यो चाहिँ सालको पत्ता हो। अब हामी घर जाँदैछौँ ल। हामी पुग्यौँ घर। अब बाख्रा कराइसक्यो त। यो चाहिँ पुरै बेसारको, बेसार बारी। यु नो बेसार? यस आई नो बेसार। ल आजको घाँसहरू सबै यही हो। ल भारी झऱ्यो साथीहरू। अब मम्मी घाँस दिन आउँदै हुनुहुन्छ। नाम माली गाई हो के अरे? आमा कसरी गएको। ल बड्डा खा, ल खाऊ बड्डा भयो। ल हामीलाई मासु घाँस चाहिँ त लाने, उनीहरूलाई हरियो घाँस। ओके अब चाहिँ हामी अर्को भिडियोमा भेटौँला। लट्स अफ माया। बाई बाई।